आफ्ना छोरामाथि भ्रष्टाचारको आरोप लागेपछि मङ्गोलियाका प्रधानमन्त्रीले राजीनामा दिएका छन्। छोरा र उनकी प्रेमिकाको विलासी जीवनशैली झल्काउने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सर्वसाधारणहरूले सम्पत्तिको स्रोतबारे प्रश्न उठाउन थालेपछि उनले स्वत राजीनामा दिएका हुन्। जबकि उनको आफ्नै पार्टीमा 68 जना सांसदहरू थिए, तर पनि उनले जम्मा 44 मत मात्रै प्राप्त गरे भन्नाले उनकै पार्टीको 24 जना सांसदले उनलाई विश्वासको मत दिएनन् र जसको कारणले गर्दाखेरि उनको प्रधानमन्त्री पद स्वतः फुस्कियो। प्रधानमन्त्री योयुनको एक 23 वर्षीय छोरा छन् जसको नाम हो त्योनुन वैन। उनको प्रेमिकाले इन्स्टाग्राममा महँगो ब्यागहरू, महँगो गाडीहरू, लग्जरी गाडीहरू र महँगा सामानहरू, गरगहनाहरू र हेलिकप्टरको सवारीको फोटो र भिडियोहरू हालिन्। त्यसपछि त्यहाँका युवाहरूलाई झोक चल्न थाल्यो। झोक पनि यसरी चल्यो कि हजारौं युवाहरू प्रधानमन्त्रीको परिवारको आय स्रोत के हो? सरकारी तलबकै भरमा यत्रो राजस्व तलब विलासी जीवन जिउन त पुग्दैन। त्यसैले गर्दाखेरि कहीँ न कहीँ यहाँ भ्रष्टाचार गरेर कमाएको हुनुपर्छ भन्दै आन्दोलन गर्नको लागि गत मे 24 तारिकदेखि मङ्गोलियाको राजधानी उलान बातरवा उत्रिए। आन्दोलनमा आएका युवाहरू प्रधानमन्त्रीको राजीनामा हुनैपर्छ भन्दै 59,000 भन्दा बढीको हस्ताक्षर सङ्कलन गरे। त्यसपछि प्रधानमन्त्री वयुनले आफू र आफ्नो परिवारमाथि भ्रष्टाचारको मुद्दामा निष्पक्ष अनुसन्धान गर्नको लागि त्यहाँको सरकारी निकायहरूलाई अनुरोध पनि गरे। सडकमा उत्रिएको युवाहरूले विगत 18-20 दिनदेखिको आन्दोलन र देशभरबाट सामाजिक सञ्जालको विरोध थेक्न नसकेपछि अन्ततः प्रधानमन्त्री झुक्न बाध्य बने र हिजो यानि कि जुन 3 तारिकको दिन उनले सदनमा विश्वासको मत लिए र नभन्दै उनलाई आफ्नै पार्टीको 24 जना सांसदले पत्याएनन् र अन्ततः उनी प्रधानमन्त्रीको स्वतः पदमुक्त भएर अहिले अर्को प्रधानमन्त्री नबुनुन्जेलसम्म कार्यवाहक प्रधानमन्त्री मात्रै भएर बसिरहेका छन्। मङ्गोलियाको घटनाबारे हामीले के सिक्ने त भने विश्वमा लोकतन्त्रभन्दा अन्य कुनै पनि उत्तम व्यवस्था छँदै छैन। लोकतन्त्रमा यदि कुनै नेता, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति या कुनै पनि कार्यकर्ताले गलत गर्छ भने उनीहरूलाई सत्ताबाट सडकमा ल्याउने तागत जनतामाथि हुन्छ। तर कुरा यही हो, जनता चाहिँ अलिकति सचेत हुनुपर्छ। फेरि सबै जनता सचेत हुनुपर्छ भन्ने पनि छैन। देशको कुल जनसङ्ख्याको 10% जनता सचेत भए काफी हुन्छ। अब एकछिन यही कुरा हाम्रो देशमा ल्याएर हेरौँ। हाम्रो देशको मन्त्री, प्रधानमन्त्री अनि अन्य सबै नेताहरूको लाइफस्टाइल हेरौँ। उनको छोराछोरी र श्रीमती अनि खानदानको लाइफस्टाइलहरू मन्त्रीको मात्रै के कुरा गर्ने। हिजो विगतका 5 वर्षदेखि सार्वजनिक बस चढेर यात्रा गर्ने सांसदहरू अहिलेको वर्तमानको 2-3 वर्षभित्र लाखौं करोडौंको गाडी चढेर हिँड्छन्। तैपनि तपाईँ हामी जनता चुपचाप नै छौँ। त्यसैले गर्दा म के भन्छु भने यो देश तब बन्छ जब तपाईँ र हामी जनताहरू सचेत बन्छौँ। कसैले मानोस् या नमानोस्, सत्य कुरा यही हो र ध्रुव सत्य कुरा पनि यही हो। यो देश कुनै पनि राजा आएर, कुनै पनि व्यक्ति आएर वा कुनै पनि स्वर्गबाट भगवान नै आएर होइन। जब हामी जनता सचेत हुन्छौँ नि तब मात्रै यो देश परिवर्तन हुन्छ। नपत्याए विश्वभरिका उदाहरणहरूलाई हेर्नुहोस् र मङ्गोलियाको हेर्नुहोस्। त्यहाँका जनताहरू कति धेरै सचेत रहेछन् र जनताहरूको विरोधले गर्दा विगत 9 वर्षदेखि लगातार सत्ता हाँक्दै आएको यति ठुलो शक्तिशाली पार्टीको प्रधानमन्त्रीले आज पद नै गुमाउनु परेको छ। यस विषयमा तपाईँको धारणा के छ? आफ्नो कमेन्ट बक्समा छोड्नुहोला। पोस्ट न्यू नेपाल हेर्दै गर्नुहोस्। धन्यवाद।